हेलो एभ्रिवान, वेलकम टु एनदर भ्लग है त। र धेरै बजी चाहिँ मैले लङ भ्लग बनाउँदैछु होइन। र आज चाहिँ हामी यतिखेर बिहानको 5 बजिरहेको छ र अहिले चाहिँ हामी पूर्वतिर चाहिँ घुम्नका लागि निक्लिरहेको छौँ है त। हामी यहाँनिर फ्ल्याटको 3 जना छौँ होइन। र अहिले चाहिँ हाम्रो बसले हामीलाई वहाँ पर्खिरहेको छ, बस छुट्छ भन्ने हतारमा हामी हिँड्दैछौँ र जाँदैछौँ। आज चाहिँ हामी पुरै इलामतिर मस्त घुम्नेवाला छौँ। हाम्रो 2 दिनको ट्रिप रहनेछ है त। र हेर्दै गर्नु है त। हाम्रो बस चाहिँ आइसक्यो होइन पर, अनि हामी चाहिँ ढिलो भइसक्यौँ, त्यसैले हामी कुद्दैछौँ। अहिले चाहिँ फेरि हामीले अब गाडीले नै छोडेर चल्दैछ क्या गाइस। फेरि गाडी चाहिँ अलिक तल पुगेछ होइन। अब हामी चाहिँ हतार जाँदैछौँ। अलिकति ढिलो भएको भए आज हामी ट्रिप चाहिँ फेरि अब घर गएर सुत्दै फेरि हुन्थ्यो। त्यति बेला चाहिँ गाडीले छोडेर होइन। र अहिले चाहिँ हामीले हतार कुदेर गएर रोक्न सफल भयौँ होइन। हाम्रो यहाँ गौरव दोस्तले चाहिँ स्पिड कुदेर गएर रोकिदियो गाडी चाहिँ। होस् ठिक छ, यहाँनिर तल छ गाडी चाहिँ। ल बर्बादै भयो क्या, यत्रो कुद्दा गरियो तर गाडी नै अर्कै रहेछ क्या गाइज। फेरि अब यत्रो मरि कुदेर आइयो गाडी लिनको लागि, हामी चढ्ने गाडी नै होइन रहेछ क्या त्यो चाहिँ। फेरि टेन्सन छ क्या, फेरि आउँदैछ अरे अब गाडी चाहिँ। हामी अब एकैछिन पर्खिन्छौँ, त्यो चाहिँ होइन रहेछ है, होइन रहेछ। हामी चाहिँ गाडीमा बसिसक्यो होइन, निक्लिसक्यौँ अब हामी। ल साथीहरू होइन, गाडीमा हामी ट्राभल हान्दैछौँ। अहिले चाहिँ हामी यहाँनिर टक्क एकछिन हल्का हुनको लागि यताउति आइरहेको छौँ, जाँदैछौँ हामी चाहिँ। अहिले लगभग काने पोखरी आइपुग्यौँ। अझै हाम्रो धेरै लट्स अफ आवर्सको गाडीमा ट्राभल गर्नुपर्ने छ है त। एभ्रिवान है, हामी चाहिँ फाइनल्ली आइसक्यौँ कन्याम बजारमा चाहिँ। देख्न सक्नुहुन्छ होइन, कन्याम बजार चाहिँ यस्तै छ हेर्नु है। मस्त एकदम डाँडा काँडा एकदम चिसो हावा चलिरहेको छ। हामी अझै अब भित्र घुम्न जानेछौँ, हेर्दै गर्नु होला है त। अहिले चाहिँ हामीले यसो चिया खाएर चाहिँ टक्क डुल्दैछौँ यतैउति। अब खाजा खाने ठाउँहरू खोज्दैछौँ होइन। यहाँ चाहिँ एकदम राम्रो चिया बगान, यता वरिपरि हरियाली चिसो हावा चलिरहेको छ, एकदमै मजा आइरहेको छ होइन। हामीलाई हेर्नु सक्नुहुन्छ होइन, यस्तो छ। यहाँनिर चाहिँ हाम्रो स्कुलको भाइ बहिनीहरू चाहिँ यसो खेल्दैछन् चिया बगान। हामी चाहिँ उयो परको होटल चाहिँ हामी जाँदैछौँ होइन। यहाँबाट चाहिँ माथि अहिले चाहिँ अलिकति देखिएको छैन कि माथि यहाँनिर हाम्रो कञ्चनजङ्घा हो कि कुम्भकर्ण हिमाल, कुन एउटा हिमाल चाहिँ मस्त देखिएको थियो माथिबाट चाहिँ। त्यो अहिले मैले भएछ भने देखाउने छु है त। एकदम मजाले देखिएको छ क्या हिमाल पुरै सेतै, हेर्दै गर्नु है। ल साथीहरू है, अब अहिले चाहिँ हामीले पक्कसँगले यहाँ यो होटलमा हामीले खाजा खायौँ, थुक्पा सुक्पा खाएर तातो खाएर अब हामी चाहिँ घुम्नका लागि निक्ल्यौँ। अब चाहिँ हामी कन्यामको घुम्न सकिने ठाउँ जति सबै घुम्नेछौँ होइन। र अहिले चाहिँ हामी यहाँ माथि लभ डाँडा कि के अरे त्यो ठाउँतिर जाँदैछौँ। यहाँनिर सिँढी चढ्दै होइन, पछाडि केटाहरू पनि पछाडि आउँदैछन्, हिँड्दैछौँ। हेलो गाइज एन्ड वेलकम ब्याक। अहिले चाहिँ हामी आइसकेको छौँ यहाँ कन्याम लेखेको ठाउँमा। देख्न सक्नुहुन्छ हाम्रो यहाँ साथीहरू पनि 2 जना बसिरहेका छन्। र यता चाहिँ के नाचगान पनि रहेछ। यस्तो चाहिँ हामी अलिक नाच्न नआउने भएकोले हामीले यो गरेनौँ। बन्जी जम्पिङ पनि हान्न भन्दै हुन्थ्यो, अलिक मुटु कमजोर छ हाम्रो होइन। देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम भिड छ।
कन्यामले देख्छ टक्क यहाँ फोटो खिच्नु पर्यो र अहिले चाहिँ हामी टेम्पोमा चलिसक्यौँ टेम्पोमा जान हामीलाई र हामी चाहिँ अहिले आइपुगेको छौँ फिक्कल बजारमा है त अब यहाँ फिक्कल बजारमा यसो हाम्रो खानासाना खाने ओर्ने केही कार्यक्रम हुन्छ होइन त्यसपछि चाहिँ अनि हामी माथि श्री अन्तुतिर जान्छौँ है त फिक्कल बजार चाहिँ यस्तै रहेछ है एकदम लगाइ चाहिँ अहिले चाहिँ हामी टक्कसँगले फेरि अर्को दोस्रो लट खाजा साजा खानको लागि मोमो खानको लागि यहाँनिर होटलमा बसेको छौँ होइन हामी केटाहरू यता छ होइन अनि अब खाजा साजा खान्छौँ फिक्कल बजारबाट अनि हामी एकछिनमा अन्तुतिर हिँड्छौँ है त हेर्दै गर्नुहोस् खानपिनको अवस्था छ र गाइस होइन अहिले चाहिँ अब हामी फिक्कल बजारबाट चाहिँ अब यो भेन चढेर चाहिँ हामी श्री अन्तुतिर जाँदैछौँ होइन यहाँ चाहिँ अब अलिकति नहिँड्ने रहेछ मान्छे पुगेपछि मात्रै हिँड्ने भएकोले एकछिन पर्खिनु पर्ने भयो अनि अब स्पेस चाहिँ हामी भ्यानमा चढेर जान्छौँ है त श्री अन्तु अब चाहिँ डाइरेक्ट हामीले खाजा साजा खायौँ भने डुली यताउति होइन र जसले हामीलाई अलिकति गलत दिशातिर पनि लग्यो अलिअलि भट्क्यौँ अब हामी यहाँबाट जाँदैछौँ श्री अन्तु हेर्दै गर्नु होला लगाइ छैन एकदम लगभग 1 घन्टा जति चाहिँ हामी त्यो भ्यानमा किडन्याप गर्ने भ्यानमा चाहिँ ट्राभल हानिसकेपछि चाहिँ अब हामी अहिले यहाँनिर एउटा अन्टु डाँडाको लेक साइडतिर हामी आएको छौँ है यहाँ पोखराको मात्र होइन फेरि अन्टु डाँडाको पनि आफ्नो लेक साइड छ देख्न सक्नुहुन्छ यहाँ टक्कसँगले यो लेक साइड हो होइन यहाँ चाहिँ बोटिङ सोटिङ टक्क चल्ने रहेछ अब हाम्रो होमस्टेहरू चाहिँ यतैउँदी यो पराउँदी यता पनि छ होइन या त यहीँ बस्ने या त अलिक तल चोक रहेछ मेन अन्टु चोक चाहिँ तल रहेछ त्यहाँ बस्दा पनि हुने सनराइज हेर्ने ठाउँ चाहिँ हाम्रो यता माथि साइडतिरको डाँडातिर यता कतै छ भन्दै हुनुहुन्थ्यो है त अङ्कलले चाहिँ अब हामी अहिले चाहिँ होमस्टेको लागि बन्दोबस्त गर्दैछौँ होइन हाम्रो यहाँनिर तैँदस चाहिँ एकदम मिलाउँदैछन् कुरो यताउति डटफट हान्दैछन् नपत्याउँदो भयो भने यस्तोमा चाहिँ अलिक गर्छन् र हेर्दै गरौँ है त यहाँ सुन न यहाँ भित्र त होइन रहन्छ नि है अहिले चाहिँ हामी अब रुममा आइसक्यौँ है यहाँनिर रुम बुक गरेर हाम्रो चाहिँ रुम यहाँनिर यस्तो छ यहाँ चाहिँ अब आज हामी राति यहीँ बस्नेवाला छौँ है त म चाहिँ यहाँ तपाईँहरूलाई रुम टुर दिन्छु है त रुम टुर यस्तो छ होइन रुम देख्न सक्नुहुन्छ यहाँ ढोकाबाट आयौँ हामीले यहाँ एउटा बेड छ यहाँ अर्को बेड छ होइन अनि यहाँ चाहिँ यो टोइलेट छ यहाँ चाहिँ तैँदस गइरहेछ होइन यहाँ चाहिँ अनि हाम्रो बाहिरको भ्यू देख्न सक्नुहुन्छ यस्तो छ एकदम दामी ठाउँमा हामीले चाहिँ पायौँ रुमको फेरि रुमको प्राइस चाहिँ फेरि ओन्ली 1000 मात्र है यस्तो हो है त साथीहरू हेलो गाइज चाहिँ अहिले चाहिँ हामी टक्कसँगले लुगासुगा फेरेर एकछिन फ्रेस भएर अब यसो घुम्दै घुम्दै यताउति आइरहेछौँ होइन अहिले चाहिँ हामी यो ठाउँमा देख्न सक्नुहुन्छ होइन यस्तो डाँडा काँडा मजाले देखिएको ठाउँमा आइरहेछौँ होइन यहाँ चाहिँ पिङ पनि रहेछ है यो पिङ चाहिँ म खेल्नै पर्ने भयो अब होइन हाम्रो लेक साइडको भ्यू है त यो टक्कसँगले जाडो चाहिँ फेरि पुरै कटाङ्गिदो टाइपको छ होइन हामी चाहिँ यसो घुम्दै उड्दै यतै उति छौँ होइन त दामी भ्यू यहाँ हामीले चाहिँ लगभग हाम्रो चाहिँ यस्तो ठाउँमा छ बस्ने स्थान है त देख्न सक्नुहुन्छ होइन टक्कसँगले यतापट्टि यहाँनिर चाहिँ यतापट्टि यस्तो भ्यू छ यो हेर्दै टक्क बस्ने हो आज चाहिँ राति हेलो हेलो एभ्रिवान है पछाडि दामी गीत बजिरहेको छ होइन अनि यहाँनिर चाहिँ यस्तो भ्यू देख्न सक्नुहुन्छ होइन पुरै डाँडाको मस्तसँगले यहाँनिर छ अनि हामी चाहिँ यहाँ के गर्दैछौँ भन्दाखेरि टक्कसँगले बार्बिक्यू हान्दैछौँ हामी चाहिँ गोरगोसले हाम्रो सेक्दैछ यहाँनिर मस्तसँगले बार्बिक्यू हान्दै ओर्दै यता हाम्रो माल रेडी हुँदैछ आज चाहिँ पुरै राति हामी मस्तसँगले आगो ताप्दै यहाँनिर सिक्का खाँदै है त
हेलो हेलो साथीहरू होइन अहिले चाहिँ हामी अब टक्कसँगले क्याम्प फायर हानेर अलिअलि मासु पोलेर खाएर अनि खानासाना खाएर चाहिँ अब टक्क राति यसो खाना पचाउनलाई हामी फेरि लेक साइडतिरै जाँदैछौँ। एकदम अहिले चाहिँ फ्रिजिङ कोल्ड भइरहेको छ होइन, जाडो छ एकदम हात फेरि आएर होइन। अहिले चाहिँ हामी अब यताबाट जाँदैछौँ, अलिकति परतिर हाम्रो लेक साइड छ, हामी बसेको चाहिँ यतैतिर हो। ओ माई गड झिलिमिली छ, एकदम गीत बजिरहेको छ, रमाइलो रमाइलो एकदम। यता यहाँ चाहिँ एकदम राति पनि लास्टै मजा, चिसो चिसो तर गीत सित बजेको झिलिमिली सबै मजै छ हिँड्न। नाइट टाइम हेलो हेलो एभ्रिवान, गुड मर्निङ है त। र आज चाहिँ हाम्रो नेक्स्ट डे छ है। हिजो चाहिँ राति हल्का डुल्यो अरे अनि च्याप्लाएर सुत्यो अनि अब अहिले चाहिँ बिहान हामी यहाँ 5 बजेको छ होइन। अब चाहिँ अहिले सबै फ्रेस भएर लुगासुगा लाएर चाहिँ हामी टक्कसँगले सनराइज हेर्नको लागि रेडी भएका छौँ होइन। केटाहरू पनि लुगा लाउँदैछन् र साथीहरू होइन। अहिले चाहिँ पुरै अँध्यारो छ, देख्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ अब हामी भ्यू पोइन्टतिर निक्लेको, पुरै अँध्यारो अँध्यारो 5:30 हुन आँटो होइन। 6 बजी चाहिँ सनराइज हुन्छ भनेर चाहिँ हामी हिँड्दैछौँ। हामी चाहिँ लगभग आधी घन्टाभन्दा धेरै उकालो चढ्दा 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 पुरै थाक्यौँ होइन। तर हामी फाइनली आएको ठाउँ चाहिँ देख्न सक्नुहुन्छ है त। अहिले चाहिँ पुरै सनराइज हुन आँटेको छ कि दामी देखिरहेको छ है त। अब सनराइज भएपछि टक्क हेर्नुपर्छ। र अहिले चाहिँ हामी अब टक्क सनराइज हेऱ्यौँ ओऱ्यौँ होइन अनि निक्लिसक्यौँ। अब चाहिँ हामी गन्तव्य स्थानबाट हाम्रो मेन डेस्टिनी यहीँ थियो। अब यहाँदेखि चाहिँ अब हामी फर्किने नै मात्र हो, रिटर्न हुने हो होइन। र गाइज यहाँ केटाहरूले चाहिँ चस्मा लाएर भिडियो बनाऊ भनेर मैले चाहिँ यहाँ केटाहरूलाई चस्मा लाएर अनि टक्कसँगले हामीले अब चाहिँ यहाँ भ्लगमा देखाउनु पर्ने भयो होइन। चाहिँ निक्लिँदैछौँ हामी टक्कसँगले। अब हाम्रो सब भिजिट सकिसक्यो होइन। साथीहरू होइन अब चाहिँ अन्तिम भेट हो हाम्रो यो रुममा। अब यहाँनिर रुममा चाहिँ हामी अब टक्क अन्तिमचोटि हामीले अब चेकआउट गर्दैछौँ होइन सबै पे गर्नु। गाइस यहाँ हाम्रो गौरदोषले केही भन्न आँट्दैछ। Sayonara to Sriyantu. This was the best trip ever planned. अब चाहिँ हामी यहाँनिर 3 जना गाडीमा This was the बसिसक्यौँ first होइन। trip. And maybe I hope it's not be the last trip. Hope so. Hope so. Signing off. Peace.